हाम्रो बारीमा काफल खाना आएको होइन हामी खासमा चाहिँ माटो लिन आएको यहाँ चाहिँ पाकेछ पुरै कालो भयो यो चाहिँ धेरै दिनपछि हाम्रो इच्छा पुरा भयो यस्तो नदिने हामीलाई एक्लै खाने आउने सधैँ आउने नि कुन हो राम्रो हो एसीवाला उता भयो ल है म काफल टिपेँ अब यत्रो ठुलो प्लास्टिकमा टिप्न लाउनु भयो मलाई ए यसमा माटो ल हेर्नुहोस् म काफल टिप्छु हजुर हेर्नुहोस् यहाँ भुइँमै भोलिपट्टि कति झरेको छ अब हामी चाहिँ काफल चाहिँ कता यो त यहाँ भाउजू यहाँ न यहाँकै हेर्नुहोस् काफल साथीहरू खानेमा आउनुहोस् बालुङ बजारतिर पाक्न लाका पनि के हुन्छ है ल यता भित्र नर्सरीमा हेर्न सक्नुहुन्छ रमको छन् रातो पनि टिप्नुपर्छ यो कालो कालो चाहिँ पाकेको वाला कता गयो देखिन त कालो नै है यहीँ छ त यो काफल देखेन बल्ल देख्यो ए लटरमै फलिछन् त है राता सेता पहेँला आउनुहोस् ब्याग गाइज मेरो ओठ चाहिँ यस्तो निलो भयो धेरै काफल खाएर दाँत पनि हाई गाइज हामीले चाहिँ यति काफल टिपिसक्यौँ हेर्नुहोस् काफल खाने हो एउटा अनि हाम्रो फेस चाहिँ यस्तो भयो है हात पनि यस्तो भयो हाम्रो जिउहरू देख्न सक्नुहुन्छ हजुर निलो भयो अब उतातिर काफल टिप्ने तरिका हेर्न सक्नुहुन्छ कहाँ चढे पुरा टिप्दै हुनुहुन्छ हाम्रो के जिउ रे काफल टिप्ने जिउ अनि त्यो खाएर आउँछ कति धेरै त नि के ओहो काफल मम्मी चाहिँ पानी हाल्न आउनु भएको छ तिमीलाई अड्किन्छ त बाँकी फाइनल नुन पाएँ गाइज पहिला त हामीले यसको लिपस्टिक लाउँछौँ नि है यसको लिपस्टिक यस्तो साथीहरू हामीले पहिला यसको लिपस्टिक लाउँथ्यौँ हेर्न सक्नुहुन्छ सबैको बुहारीको कहाँ हेर्नु साथीहरू यदि हजुरले लिपस्टिक किन्न सक्नुहुन्न भन्दा पनि लिपस्टिक चाहिँ अब बजारको मन परेन भने लोकल लिपस्टिक लाएर हिँड्न सक्नुहुन्छ गाउँघरको लोकल ओएमजी साथीहरू हेर्न सक्नुहुन्छ उहाँको हात हेर्नु गाउँ बडली ओएमजी रगत हेर्न सक्नुहुन्छ प्योर रगत ट्रियो ओ भाइ तिमी 6 दिनहरु त भयो भेन्टीहरु लागिन पलाउने पनि लाग्दैन
खसिसक्यो गाइजहरू पाकेको काफल मेवाको सक्छौ हेर्न सक्नुहुन्छ उताबाट यता आउनु भएको छ ढल्किनु भएको छ लडलाई बिस्तारै बिस्तारै काट्ला त्यहाँ बिस्तारै बिस्तारै म चाहिँ यता रहेछन् यहाँ चाहिँ अलि सुकेको रहेछन् के काफलहरू हेर्न सक्नुहुन्छ है सुक्न लगाएको रहेछन् काफलहरू मैले चाहिँ यहाँको चाहिँ भेट्टाएँ साथीहरू तर यो जम्मै सुकेको रहेछ यसले फालिदिन्छु सुकेकोले त के गर्ने अब म चाहिँ आफ्नो झोलामा राख्छु अब जम्मै काँचा काँचा छन् होइन हल्का हल्का पाक्न लाग्यो नि टिपाउँला हेर्न सक्नुहुन्छ है सफाको ठिक्न पऱ्यो साथीहरू हो नि त गाह्रो छ एकदम गाह्रो छ काफल टिपेर खानु पनि धेरै ठुलो कुरो हो नि है त काफल टिप्नु पनि धेरै ठुलो कुरो हो के न रुखमा गई लडीबुडी गरेर है नि त कता खानु त ओ यामजी यत्रो धेरै ठुलो बन्दबल ल झोला चाहिँ भरिनु भयो झोला चाहिँ भरिनु भयो यस्तो गाइजहरू मेरो लुगा फोहोर भइसक्यो हातमा कमिँदैन नि सिमी पनि छ नि सिमी टिप्यो कि हुन्छ आजलाई यति अब फेरि 2-3 दिन पछि हामी आउनेछौँ साथीहरू मलाई त जानै मन लागेन के अझै छ के हेर त्यहाँ अझै छ के क्या नि पुग्नै सकिन्न के अरे हो यो भाग अलि त ल्याइदिन्छौ हो यो भाग अलि त ल्याउ त यो हो यसरी ओइ भाँचौली भयो अब माटो उठाउँ चाहिँ माटो उठाउँ है हामी त माटो उठाउनु काम बाबा आउनु हो जान्छ साथीहरू हामी खास वास्तवमा माटो लिन आएका थियौँ काफल पाकेको देखेर हामी सुरुमै काफल टिप्न पुग्यौँ र साथीहरू हेर्न सक्नुहुन्छ पुरा भुइँभरि काफल पाकेर लटरम्म हेर्नुहोस् त काला काला यहाँ भएका जम्मै काला काला काफल हुन् सन्ध्याले माटो चाहिँ ओसारेको छिन् है अब हेर्नुहोस् म हजुरहरूलाई जुम गरेर देखाउँछु माथितिर त कालै छ के अरे मेरो हात हेर्न सक्नुहुन्छ साथीहरू मैले आज काफल टिपेर आएको रुखमा पहिलोचोटि किनभने हामी सानोमा हुँदाखेरि के त म चाहिँ सानोमा हुँदाखेरि जङ्गल जान्थ्यौँ कि काफलको रुख अल्को हुन्थ्यो अनि भुइँमा झरेको मात्र टिपेर खान्थ्यौँ कि हामीले त्यस्तो गरिन्थ्यो त हामीले सानोमा भने चाहिँ ठुलो भएपछि हेर्नु त आफै ट्याप्प टिप्दै कप्पा खाँदै भुइँमा टिपेको झरेर खानु र आफै रुखमा गएर टिपेर खानुमा आनन्द छुट्टै आनन्द आउँदो रहेछ साथीहरू हजुरहरूलाई काफल कतिको मनपर्छ मलाई एकदम मनपर्छ है सन्ध्या यो चाहिँ म उता माइत लैजान्छु कुन्टुले खान्छ अब हात यस्तो मेरो हात पनि यस्तो भइसक्यो गाइस ल खै
धुवाउ नि ल अब चाहिँ फेरि लगाउँछु ल मठमा दिनुपर्छ हजुर मम्मी ए हुन्छ हस् ल बाई गाइस म चाहिँ यो साथीहरू मेरो यस युट्युब च्यानललाई हजुरहरूले प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु धन्यवाद।